गाइज वेलकम टु माई मिनी सर्ट ब्लग। र अब म चाहिँ जाँदैछु काउडाँडा हिँड्दै। र काउडाँडा जान मलाई लाग्छ होला 2-3 घन्टा त लाग्छ होला हिँड्दै। अब हेरौँ कतिको बाटो कस्तो छ भन्ने कुरा भन्नुपर्छ। म चाहिँ अब त्यो पारि देख्न सक्नुहुन्छ घरबाट मेरो त्यो पारिको डाँडा जाने हो। अब हेरौँ यहाँ कति टाइम लाग्छ। अहिले कति बजे? ठ्याक्कै 5 बजे चाहिँ हेरौँ कति टाइम लाग्ने रहेछ है। ल अब चाहिँ म हिँड्छु हावाले गर्दा। र म चाहिँ अब यही बाटो जान्छु। स्कुलको पछाडिको बाटो जानुपर्छ यसरी नै ट्याक 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 लाएर। देख्न सक्नुहुन्छ गर्मी हुनेछ यहाँ चाहिँ। र म चाहिँ अब यही बाटो हिँड्दै हिँड्दै जान लाग्छु। हाम्रो स्कुल पछाडिको बाटो हो। र पहिला म पढेको स्कुल पछाडिबाट यहाँ एउटा दुलो छ, त्यहाँबाट निस्किँदै जानुपर्छ। अब हेर बाटो देख्न सक्नुहुन्छ यस्तो झाडी झाडी पलास खोलाएर म चाहिँ यहाँबाट अब जान्छु डेस्टिनेसन काहुँ डाँडा। त्यो पारिको डाँडा यो चाहिँ पिएनको बाटो गाइस। म चाहिँ यही बाटोबाट अब हिँड्दैछु। गर्मी छ पोखरामा र त्यो डाँडा जाने हो। म हिँड्दैछु। टाइम लाग्छ एकछिन 5 बजे। अब कति मिनटमा पुगिन्छ भन्ने कुरो हुन्छ। छिटो हिँड्नुपर्छ फेरि बिस्तारै हिँडेर काम हुन्न। त्यही भएर अलिकति फास्टै खुट्टा चलाउनुपर्छ है। वहीँसम्म पुग्दैन थाहा छैन तर हिँड्दैछु है। यो चाहिँ पोखराको यो चाहिँ हस्पिटल मणिपाल। र म चाहिँ अहिले जाँदैछु घुम्न काउडाँडा। देख्न सक्नुहुन्छ पछाडि नै सेती नदीको खोज छ। यहाँ पनि मान्छेहरू घुम्न आउनु भइरहेको छ। तर अब हामीलाई चाहिँ वास्ता छैन मान्छेहरू, किनकि अब हामीलाई त्यस्तो वास्ता गर्नु नै भएन। त्यही भएर अब काउडाँडा जानु लाग्छ चाहिँ हस्पिटल हेरौँ कहाँबाट जान्छ। चलाएर सेतीको खोज यहाँ धेरै टाइम वेस्ट गर्नुहुन्न। फेरि अहिले गर्मीले हैरान पार्छ। त्यही भएर देख्न सक्नुहुन्छ यहाँ चाहिँ लगभग काउडाँडाका आधी बाटोपट्टि भए र पछि देख्न सक्नुहुन्छ सिन पोखरा बजार यही नै हो। घाम डुबिसकेको छ। र म चाहिँ हिँड्दैछु। गर्मी छ, गर्मी भइरहेछ। पानी खाएको यस्तै छ गाइस। बेला बेलामा एक्लै डुब्नुपर्छ, कसैको साथ नलिकन। जसको साथ लिए पनि त्यही हो, अन्त्यमा जानु नै छ छोडेर। एउटा मलाई एउटा मान्छेले भन्ने गर्थ्यो नि, के नजिकको मान्छेले होइन। तर मैले कहिले पनि त्यो कुरामा विश्वास गर्थेन। त्यो कुरा चाहिँ के थियो भन्दाखेरि होइन, नथिङ इज अ पर्मानेन्ट भनेर भन्थ्यो कि एउटा मान्छेले मलाई। तर मैले कहिले त्यसको कुरा मान्थिनँ। म त्यसलाई जिद्दी गर्थेँ एभ्री इज पर्मानेन्ट। लगेर बगेर सबै कुरा टेम्पोरेरी होइन पर्मानेन्ट नै हुन्छ भनेर जिद्दी गर्थेँ। तर अहिले आएर थाहा भयो कि केही पनि पर्मानेन्ट चाहिँ हुँदैन रहेछ। झ्याप्पलाएर पोखरा बजार घाम अस्ताउँदैछ देख्न सक्नुहुन्छ। रातो रातो घाम सरेर लाएर म चाहिँ हिँड्दै आएको थिएँ। गाइस घाम चाहिँ डुबिसक्यो र म अहिले देख्न सक्नुहुन्छ 975 मिटरको उचाइमा आइसकेको छु। मलाई यति एउटा झोला बोकेर धरि हिँड्न गाह्रो परिरहेको छ। आमाहरू त्यसरी घाँस बोकेर माथि माथि चढिरहनु भएको छ। आमालाई मान्नै पर्छ त्यसै भनेको होइन। यत्रो घाँस बोकेर यत्रो माथि म एउटा झोला बोक्दा मेरो हाल भए पसिनाले लत्रक्क भिज्यो। काउडाँडाको यो बाटो चाहिँ जस दामी छ कि गाइजन। तर मेरो यो काउ रिसोर्टमा आएकोसम्म बब्बाल बनाइसकेको रहेछ यार। जम्मानामा एकचोटि दसैँमा आयो कि हामी है, दसैँमा आए जस्तो लाग्थ्यो होइन। दसैँमा आएको अहिले त यस्तो बबाल भइसकेको चाहिँ काउ रिसोर्ट होइन। एउटा कुरा है गाइस, म खास यहाँ सनसेट हेर्न आएको कि वास्तवमा भन्नुपर्ने हो नि सनसेट देखिन्छ कि भनेर आएको। के रिस लाग्यो होला त्यसलाई फेरि म बोल्दा है। म चाहिँ खास
घाम मस्तकै नआउँछ अरेको त घाम त खै छैन बादलले ढकमक्कै छेकिदियो म चाहिँ सेतो घर पुगेँ अब यहाँ आएर चाहिँ 10 मिनट लाग्छ रे गाउँ डाँडाको टुप्पोमै पुग्न यहाँसम्म आइसकेपछि माथि डाँडा हुन जाने त कुरो हुँदैन त्यही भएर अब हिँड्दै जाने आन्टीसँग सोधेको 10 मिनट छिटो हिँड्यो भने हिँडेर नि 15 मिनट जाम 2 घन्टा चाहिँ लाग्ने हिँडेर नगरसँग नआए पनि मलाई यहाँ एउटा मन्दिर छ जुन मन्दिर भयो नि राधे राधे म चाहिँ लगभग पुग्न लागिसकेँ गाह्रो हुन्छ हिँड्नको लागि हेलो 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 ला बिरालोले बाटो काटिदियो फाइनल्ली म चाहिँ गाउँ डाँडाको टप डाँडामा पुग्न लागिसकेँ अब 10 कदम हिँड्यो भने म डाँडामा पुग्नेछु सनसेट हेर्न आएको सनलाई त त्यो उसले बादलले छोपिदियो जसको कारणले हेर्न पाइएन 2 घन्टाको मेहनत चाहिँ खेलाको मेहनतपछि म गाउँ डाँडा टपमा पुगिसकेँ देख्नुहोस् भने एक्लै हिँड्दैछु कहाँ जानु लाग्यो म थाहा नै छैन जप्पला रे यही होला गाउँ डाँडा पुग्यो 2 घन्टामा गाउँ डाँडा गाइज यही हो गाउँ डाँडा केही पनि छैन सनसेट हेर्न आएको सनसेटको भित्रै हेऱ्यो बेला पनि आइयो 2 घन्टा लाएर अब हिँड्दै बगर पनि गइन्छ फेरि अब 2 घन्टा लाएर सायद अब जान चाहिँ धेरै टाइम नलाग्ला किनकि ओह्रालो पर्छ नि त अघि आउँदा उकालोतिर हिँड्न टाइम लाग्यो अब आउँदिन चाहिँ ओह्रालो छ हेर कति टाइम एयरपोर्ट हो गाइज के गर्नु आइफोन छैन आफूसँग यस्तै थोत्रो मोबाइल लिएर रेडमी मोबाइल लिएर हिँड्नु पऱ्यो त्यही भएर क्यामेरा चाहिँ गतिलो छ गाह्रो छ त्याग रहेछ भिडियो बनाउँछु टिकटक बनाउँछु भनेको मन रहेछ गाइज कति यही नै हो गाइज फाइनल्ली म चाहिँ घर पुगिसकेँ 2 घन्टा लाग्यो फेरि पनि आउन जान 2 घन्टा यो त खानै पर्छ यत्रो हिँडेर आएको त्यही भएर यो चाहिँ खानै पर्छ लाइक कमेन्ट सेयर गर्न भन्ने नबिर्सिनु होला निकै मेहनत लाएर हिँडेछु तर